हजुरहरू कुनै कामको खोजीमा हुनुहुन्छ या काम गर्न चाहनुहुन्छ भने त्यो चाहिँ म हजुरलाई लास्टमा भन्नेछु। त्यसको क्रम कसरी बित्यो मेरो आजको दिन। फर्स्टमा चाहिँ म गाउँबाट घर आएको थिएँ, किनकि म शुक्रबार गाउँमा जान्छु नि त आफ्नो घर। त्यसपछि म आज अटोले यति लेट गर्यो नि, त्यो अटोलाई रोक्दा रोक्दा 1 घन्टा भइसक्यो। यसलाई अनलाइनबाट हाजिर लाउनुपर्छ नि त। मेरो यस्तो सरलाई रिक्वेस्ट गरेको मेरो टाइम नि भ्याउँदैन भनेर। अफिसको काम सकेर म गएँ छोरीलाई सेरेलेक्स ल्याउन, किनकि मेरो छोरीको लिटो भ्याइएको थियो नि त। त्यसपछि म चौलागाई मार्टमा गएको। यस्तो भिड रहेछ कि आज भिड छल्न नि म हिँड्दाखेरि अगाडि भिड नै हुनुहुन्थ्यो कि। त्यसपछि म कुन चाहिँ लगाऊँ भनेको, अब डेली एउटा एउटा लगे त उनलाई मिठो लाग्दैन नि त। त्यसपछि मैले चाहिँ यो वाला मन पर्यो, त्यसपछि मैले यो चाहिँ प्याकिङ गर्न लगाएँ। त्यसपछि अरू सामान एक्स्ट्रा चाहिएको खानेकुराहरू लगेँ। सामान लिन आएपछि म एउटा लिन सोध्छु कि फेरि चेन्ज गर्दा गर्दा कतिवटा सामान पुग्छ म थाहा नै हुने भित्र छिरेपछि। त्यसपछि चाहिँ मैले सामान लिएँ। यसपछि एउटा दिदी भेटिनु भएको थियो, त्यहाँसँग कुरा गरेको। भन्नुहुन्छ कि हजुरको छोरी पनि भइसकिन् र, अरे छोरी भइसकिन् कि 6 महिना कि पुगेर सेरेलेक्स खाने भइसकिन् भने। त्यसपछि जाँदै जाँदै यस्तो पानी पर्यो कि झ्याप्पै पानीले मलाई भेट्यो चाहिँ हल्का अगाडिसम्म पुगेँ कि। त्यसपछि हतार हतारमा म चाहिँ पुगेँ अफिस। त्यसपछि चाहिँ मैले हजुरलाई फर्स्टमा भनेकी थिएँ नि कुनै काम गर्न चाहनुहुन्छ, त्यसको लागि चाहिँ 2वटा भ्याकेन्सी छ, जसको लागि एउटा चाहिँ मार्केटिङमा हुनुहुन्छ भने अर्को चाहिँ अफिस हेल्पर। जस्तै भाउचर भरेर ब्याङ्कमा जाने, ब्याङ्कबाट क्यास कलेक्ट गर्ने, क्यास डिपोजिट गर्ने। कोहीमा मेरो छोरीलाई भोक लागेर नुन लागिरहेछ नि, त्यसपछि चाहिँ मैले यो ग्यास चाहिँ अफिसमै ल्याएको थिएँ, अफिसमै युज हुन मिल्छ भनेर। त्यसपछि म उनको लागि बनाउन लागि लिटो। कामको लागि चाहिँ 2 जना आवश्यकता पर्नु भएको छ। महिला भए नि हुन्छ, पुरुष भए नि हुन्छ। अब 2 जना महिला भए 2 महिला भए नि हुन्छ। त्यसको लागि चाहिँ हजुरहरू फर्स्टमा +2 पास आउट भएर सर्टिफिकेट हुनु पर्यो। अनि त्यसपछि चाहिँ हजुरहरू +2 पास आउट गएपछि अप्लाई गर्न सक्नुहुन्छ। अप्लाई गर्नको लागि कसरी गर्ने भनेर मलाई डाइरेक्ट मेसेज गर्नु होला, किनकि अहिले अफिसको नम्बर अभाइलेबल भएको छैन। अफिसको नम्बर रिसेन्टली केही टाइम लाग्छ, त्यसपछि अफिसको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अहिले चाहिँ हाम्रो ल्यान्डलाइन सुविधा अफ भएको छ। त्यसपछि हजुरहरू काम गर्न चाहनुहुन्छ भने दिदीबहिनी जो भने नि अर्को काम मात्रै कति गर्ने, आफूमा पनि त निर्भर हुनु पर्यो। त्यसैले केही पैसा कमाउँछु भनेर सोच्नु भएको छ भने मेन चाहिँ दिदीबहिनीलाई टार्गेट गरेर अपनी भएको छ। त्यसपछि चाँडोभन्दा चाँडो हजुर अप्लाई गर्न सक्नुहुन्छ। कसले कति सक्नुहुन्छ भन्ने कुरा यो प्रुफ हुन्छ कि हजुरहरू कस्तो एक्टिभिटिज हुन्छ भनेर। त्यो चाहिँ हजुरमा फरक पर्ने कुरा हुन्छ। त्यसको लागि चाहिँ एउटा चाहिँ मार्केटिङमा चाहिनु भएको छ, एउटा चाहिँ अफिस हेल्परको रूपमा चाहिएको छ।